संसारमा सबैभन्दा धेरै बिरालो कहाँ पाइन्छ भनेर तपाईँलाई थाहा छ? थाहा छैन भने आजको भिडियोमा थाहा भयो त। लाथापियामा 4,10,000 बिरालो पाइँदो रहेछ। स्लोभेनियामा 4,55,000, स्लोभिकामा 5,40,000 बिरालो पाइँदो रहेछ। लिथुआनियामा 6,05,000 बिरालो पाइँदो रहेछ। भिडियो मन परेमा लाइक गर्न नबिर्सनु है त। डेनमार्कमा 6,68,000 बिरालो पाइँदो रहेछ। नर्वेमा 7,83,000 बिरालो पाइँदो रहेछ। बुल्गेरियामा 8,22,000 बिरालो पाइँदो रहेछ। फिनल्यान्डमा 9,83,000 बिरालो पाइँदो रहेछ। रिपब्लिकामा 14,00,000 बिरालो पाइँदो रहेछ। स्विडेनमा 17,00,000 बिरालो पाइँदो रहेछ। तपाईँलाई चाहिँ कुकुर मनपर्छ कि बिरालो कमेन्ट गर्नु ल। पोर्चुगलमा के भन्छ 18,50,000 बिरालो पाइँदो रहेछ। नेदरल्यान्डमा 19,00,000 बिरालो पाइँदो रहेछ। साउथ अफ्रिकामा 20,00,000 बिरालो पाइँदो रहेछ। अस्ट्रेलियामा 21,00,000 बिरालो पाइँदो रहेछ। अस्ट्रेलियामा 22,00,000 बिरालो पाइँदो रहेछ। हङ्गरीमा 23,00,000 बिरालो पाइँदो रहेछ। बेल्जियममा 25,00,000 बिरालो पाइँदो रहेछ। नेपालमा चाहिँ बिरालोको सङ्ख्या कति होला तपाईँलाई कति लाग्छ कमेन्ट गर्नु ल। रोमानियामा 44,00,000 बिरालो पाइँदो रहेछ। टर्कीमा 48,00,000 बिरालो पाइँदो रहेछ। सबैभन्दा धेरै बिरालो चाहिँ चाइना कि इन्डियामा हुनसक्छ है। पोल्यान्डमा 71,00,000 बिरालो पाइँदो रहेछ। जापानमा 77,00,000 बिरालो पाइँदो रहेछ। जापानको साथीलाई फोन गरेर सोध्नु है यो कुरा साँचो हो कि झुटो भनेर। युकेमा 42,00,000 बिरालो पाइँदो रहेछ। इटलीमा 1,30,00,000 बिरालो पाइँदो रहेछ। ब्राजिलमा कति 1,26,00,000 बिरालो पाइँदो रहेछ। फ्रान्समा 1.5 करोड बिरालो पाइँदो रहेछ। जर्मनीमा 1,55,00,000 बिरालो पाइँदो रहेछ। रसियामा 2,35,00,000 बिरालो पाइँदो रहेछ। चाइनामा 5,24,00,000 बिरालो पाइँदो रहेछ है। सबैभन्दा धेरै युकेमा 7,53,00,000 बिरालो